ऊ हार्दै थिएन, ऊ त चुपचाप आफूलाई बनाउँदै थियो। उसको जीवनमा सबै कुरा एकपछि अर्को गर्दै बिग्रिँदै गएको थियो। मेहनत उसले कम गरेको थिएन, तर भाग्य सधैँ उल्टो जस्तो लाग्थ्यो। त्यो रात उसले आफैसँग प्रश्न गर्यो, के अब म सकिएँ? सङ्घर्ष बिहान उठ्दा उसको अगाडि कुनै योजना थिएन, जेबमा आत्मविश्वास भन्दा निराशा धेरै थियो। मानिसहरू हाँस्दा उसलाई लाग्थ्यो सबैले उसकै हार देखिरहेका छन्, तर साँचो कुरा के थियो भने ऊ अझै लडिरहेको थियो। त्यही रात उसले एउटा कुरा बुझ्यो, हार भनेको थाक्नु होइन, हार भनेको रोकिनु हो। उसले निर्णय गर्यो, अब परिणामको होइन, प्रयासको चिन्ता गर्ने। सानो कदम, तर हरेक दिनहरू बित्दै गए। कोही ध्यान दिइरहेका थिएनन्, तर ऊ बदलिँदै थियो। आज असफल, भोलि सुधार, पर्सि फेरि प्रयास। बिस्तारै उसको आत्मविश्वास फर्किन थाल्यो। एक दिन ऊ उभिएको ठाउँमा अरूले हेर्न थाले। जुन मानिसलाई हिजो कमजोर ठानिन्थ्यो, आज ऊ उदाहरण बनेको थियो। यदि आज तपाईँ पनि थाक्नु भएको छ भने विश्राम लिनुहोस्, तर हार नमानेर, किनकि सबैभन्दा अँध्यारो रातपछि नै उज्यालो बिहान आउँछ।